first day of my third year. Hi everyone, welcome back to my channel. It's 28 October 2025, Kartik 11 gate, 2082 साल. So it's the first day of my third year. About 40 days of holiday पछि finally I'm going back to college. र अब चाहिँ हाम्रो basic science हैन, मेरो चाहिँ basic science end भएर अब clinical year सुरु हुँदैछ. So हाम्रो clinical year मा चाहिँ we will be having clinical posting. अनि क्लासेसहरु पनि दुईटा मात्र हुन्छ थ्योरी क्लासेसहरु युजुअली 8 to 10 दुईटा क्लास, त्यसपछि 10 to 1 क्लिनिकल पोस्टिङहरु हुँदैछ. सो यो क्लिनिकल पोस्टिङहरु चाहिँ फर्स्ट टाइम हुने भएको भएर आई एम रियली एक्साइटेड. एन्ड अन टप अफ दैट अब चाहिँ हामीले हाम्रो कलेजको ड्रेस पनि लगाउनु पर्दैन. वी क्यान वेयर एप्रोन विथ द फर्मल ड्रेस हैन, आफूले पनि बाहिर आउट ड्रेस फर्मल ड्रेस कुनै कपडा लाएर त्यसको बाहिरबाट एप्रोन लाएर we can go. So I'm really excited about all these changes. आजको मेरो रुटिन चाहिँ फ्रम 9 to 10 अब्स गाइनीको क्लास, त्यसपछि 10 to 1 क्लिनिकल पोस्टिङ, अनि फ्रम 2:30 to 3:30 चाहिँ पेडियाट्रिकको थ्योरी क्लास. तर 9 to 10 को क्लास क्यान्सल भइसकेको रहेछ, जुन मैले बल्ल थाहा पाइरहेको छु. अनि म अब बिङ अन ग्रुप डी, आई थिङ्क मेरो आज पेडियाट्रिकको चाहिँ पोस्टिङ हो. आई हेभ नो आइडिया वाट विल बी डुइङ अनि कस्तो पोस्टिङ भनेको, तर पनि I'm looking forward to it. I really enjoyed my 40 days vacation. पढ्ने बानी, क्लास जाने बानी चाहिँ अब त्यो भ्याकेसनमा छुटिसक्यो. So I'm quite concerned whether I'll be able to focus on my classes or not. So let's see के हुन्छ. Bye. It's 6:29 p.m. right now. I just went out to buy some copies. आज चाहिँ हाम्रो पोस्टिङ मात्र भयो. अनि इच पोस्टिङमा 25 स्टुडेन्ट्सहरु हुन्छन्, तर हाम्रोमा चाहिँ आज 10 जना मात्र प्रेजेन्ट थियौं. अनि ओभरअल लाइक पेडियाट्रिक्समा कसरी हिस्ट्री लिने भनेर हामीलाई ब्रिफली भनिदिनु भएको थियो. अनि पेशेन्टसँग गएर हिस्ट्री लिन पनि लगाउनु भएको थियो. 12:30 तिर चाहिँ हाम्रो पोस्टिङ सक्यो. अनि त्यसपछि आई केम ब्याक टु होस्टेल, ह्याड माई लन्च, अनि होल डे आई वाज बिजी यो रुम मिलाउनमै. सबै सिनियरहरूले भन्नुहुन्थ्यो
अनि भन्नुहुन्छ भने कि 5th सेमेस्टर चाहिँ अलिक चिल सेमेस्टर हो, हनीमुन सेमेस्टर हो होइन. सो डोन्ट फर्गेट टु ह्याभ फन स्पेसली इन 5th सेमेस्टर भनेर. अनि आज पोस्टिङमा पनि यो कुराहरू मेन्सन भएको थियो कि 5th सेमेस्टरमा चाहिँ पढाइ मात्र नभएर फन पनि गर्नको लागि अलिक टाइम हुन्छ. सो 5th सेमेस्टरमै गएर अलि फन गर्ने भए भनेर. सो लेट्स सी हाउ इट गोज. अनि अनेस्टली भन्नुपर्दा सबै कुरा अलि नयाँ नयाँ जस्तो पनि लागिरहेछ, किनकि बेसिक साइन्समा जस्ट थ्योरी र प्र्याक्टिकल मात्र भइरहेको हुन्थ्यो. अब यहाँ चाहिँ पोस्टिङहरू छ यहाँ. अनि हाम्रो एलएमसीमा चाहिँ बेसिक साइन्समा कहिले पनि हाम्रो छुट्टीहरू कहिले हुन्छ, एक्जाम कहिले हुन्छ भनेर चाहिँ त्यस्तो रुटिन पहिल्यै निकालेको हुन्थेन. तर क्लिनिकलमा चाहिँ त्यस्तो हुँदो रहेछ. सो हाम्रो 16 फेब्रुअरी 2026मा चाहिँ 5th सेमेस्टर एन्ड हुन्छ भनेर पनि नोटिस आइसकेको छ. This is it, guys. So this is how my first day of honeymoon semester went. Thank you to each and every one of you for watching the video till the very end. I'll see you in the next one.